यो चाहिँ यो कता यो ठिमीतिर यो चारदा बाटो चोकदेखि 200 मिटर यतापट्टि बनेको यो एउटा के त रहेछ जर्मन होम्स खतरा तालले बनेको रहेछ यार यो एउटा ओ माई गड नेपालमा पनि यस्तो यस्तो डेभलप भइरहेछ है कस्तो राम्रो बनाएछ है ओ माई गड कति खर्च भएछ एभरेजमा कति जति भयो भन्नेहरूले चाहिँ 8 करोड भयो 8 करोड ओ माई गड है यो जग्गा भाडामा लिएर 8 करोड जतिमा चाहिँ यो यत्रो लगानीमा बनाएको होइन अघि जम्मै यहाँ तलबाट लिएर यो बाह्र यता उता यो तलको छ यो ठाउँलाई के भन्छ ठ्याक्कै यो ठाउँलाई चाहिँ यो गठाघर भन्छ गठाघर होइन यहाँ त देख्न त मजाले देखिँदो रहेछ वारिपारि यताउता तर अरू भन्दा नि यो चाहिँ साह्रो गजबले बनाएको छ यो चाहिँ पुरै पार्टी प्यालेस है पहिला यहाँ के थियो पहिला यहाँ जमिन थियो यति खाली थियो यतिकै खाली थियो किरायाको जमिन थियो अब त्यो साउरी थियो र तलको होटो थियो जम्मै उठाएर जम्मै वाल लगाएर उठाएको यो है बबाल दामी बनाएछ